अब हामीले तपाईँको यो देशलाई डिजिटल क्यारेक्टर मार्फत हामीले सबैलाई जानकारी गराउनको निम्ति लागि परेका छौँ। हामीले आउनेवाला हुनेवाला नेपाललाई डिजिटल क्यारेक्टर मार्फत हामी सबै नेपाली जनतालाई केही आश्वासन पुर्याउनको निम्ति लागि परेका छौँ। अब आउनेवाला व्यवस्था र हुनेवाला व्यवस्था परिवर्तन न्यायको लागि, धर्मको लागि, नीतिको लागि यो देशमा हामीलाई चाहिन्छ। अब हामीले धर्म, न्याय, नीति, कर्म अनुसार यो देशमा लड्नुपर्ने हुन्छ, व्यवस्थित गर्नुपर्ने हुन्छ। तपाईँहरू पनि हेर्नुहोला, अहिले हाम्रो नेताजीहरू तराईका जिल्लामा जानुभएका छन् जनतालाई ठुला ठुला आश्वासन दिनको लागि। तर हामी यहाँ अहिले एयरपोर्टमा राजा ज्ञानेन्द्रलाई निम्ति हाम्रो सुरक्षाकर्मीहरू पनि बाटो जाम नहोस् भनेर व्यवस्थित रूपमा बस्नको लागि अनुरोध गरिराख्नु भएको छ। हामी नेपाली अब जान्ने बुझ्ने भइसकेका छौँ। अहिले हाम्रो नेताजीहरू तराईका जिल्लामा नेपाली जनतालाई झुटो फुटो आश्वासन दिनको लागि जानुभएको छ। अहिले हामी काठमाडौँ अन्तर्राष्ट्रिय विमानस्थल अगाडि पनि छौँ। सुरक्षाकर्मीहरू परिचालन गरिँदैछ। अब हामी आफ्नै देशमा यो व्यवस्थाहरू परिवर्तन गर्नको निम्ति लागि परेका छौँ। हाम्रो देश परिवर्तन हुँदैछ। तपाईँहरू पनि डिजिटल क्यारेक्टर मार्फत हेर्दै जानुहोला। अब हाम्रो देश परिवर्तन हुँदैछ। हामी सबैले डिजिटल क्यारेक्टर मार्फत हाम्रो देश देखाइरहेका छौँ। 11-12 वर्षपछि पनि हाम्रो देशको अवस्था कस्तो रह्यो भनेर बुझ्नको लागि हामी आज एयरपोर्टमा आएका छौँ। अनि हाम्रो नेताजीहरू तपाईँको तराईका जिल्लामा जानुभएका छन्। अनि हामीले सबै कुरा तपाईँहरूलाई हेराएर जानकारी गराइरहेका छौँ। तपाईँहरू पनि हेर्नुहोला। आज मैले एउटा होइन दुईवटा मोबाइल लिएर समाजलाई सकारात्मक दृष्टिकोणतिर डिजिटल क्यारेक्टरहरू जानकारी गराइरहेका छौँ। यतातिर हाम्रो सुरक्षाकर्मीज्यूहरू पनि हुनुहुन्छ। गाडी पनि आउने जाने गाडी छ। सबै फ्रिडम छन्। सबैजना हेर्नुहोला। आज हामीले यो देशमा भइरहेका व्यवस्थाहरूलाई परिवर्तन गर्नको निम्ति पहिले 10-11-12 वर्ष अगाडि नेताजीहरूले, माओवादीहरूले देशलाई धम्क्याएर, तेर्स्याएर, तपाईँको बन्दुकको नोकमा राखेर विभिन्न प्रकारको क्रियाकलापहरू गर्दै काठमाडौँसम्म पसेको थियो। अहिले हामीले यो देशलाई व्यवस्थापन र परिवर्तन गर्नको लागि दुईवटा मोबाइल लिएर हामी यो देशमा अगाडि बढिरहेका छौँ। अब हाम्रो देश पनि अगाडि बढिरहेका छन्। सबैजनालाई ढेक्का रहोस्, घरमा बुवा भएपछि बुवाको घर कस्तो हुन्छ र देशमा राजा रहेपछि देशमा राजाको अवस्था कस्तो हुन्छ र राख्नुपर्छ भन्ने कुरा हामीले अवगत रूपमा ज्ञान राखिरहेका छौँ। सबैजना जान्नुहोला। अब हामी देशको अवस्था र व्यवस्था दुवै हेराउने प्रयास गरेका छौँ। काठमाडौँको यो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अगाडिको भिडियो हो। सबैजना हेर्नुहोला।